हेलो नमस्कार बिहानी गुड मर्निङ है सबैजनालाई। यहाँ चाहिँ अब बिहिबारे हाम्रो गाउँठाउँ बिहिबारे होइन बजार लाग्छ। अनि सोमबार बिहिबार बजार लाग्छ। अनि यता हाम्रो दाइपछि गाउँको दाइपछि सानो दाइ भनेपछि यता सुँगुर मासु पसल रहेछ। म चाहिँ आइसकेको छु बिहिबारेमा, तपाईँहरूलाई के पसल भेट्नु चाहन्छ। अनि यता फेरि हाम्रो गोस हुनुहुन्छ। अनि के छ त अनि मासुहरू यहाँ के पाइन्छ त? सुँगुरकोहरूको काट्ने रहेछ होइन, फ्रिज पनि रहेछ, डिप फ्रिज। अनि यता जोग्ने सोक्ने पुरा रहेछ है। सो फाइनली चिया पनि खाँदैछ भाइले। यार चिया खाइदिएको बिहान मैले ल तपाईँहरूलाई पनि यस्तो रसिलो यो बङ्गुरको मासु इच्छा छ भने आउनु होला बिहिबारेमा। यहाँ हरेक दिन हरेक महिना पाइन्छ होइन। सो फाइनल्ली अनि म चाहिँ आइसकेको छु होइन। मैले आइसकेको छु बिहिबारे बजार हो। सो फाइनल्ली भाइको उयसमा आइसकेको छु असलमा। यो भिडियोलाई चाहिँ हेरेर माया गरिदिनु होला भन्दै मेरो अब मलाई पनि अब कतिजनाले यो भिडियोलाई हेर्नुहुन्छ टिकटकमा फलो गरिदिनु होला। अनि युट्युब च्यानलमा पनि सब्सक्राइब गरिदिनु होला। युट्युब च्यानल चाहिँ भक्क तामाङ छ, गएर सब्सक्राइब गरिदिनु होला, भिडियो हेरिदिनु होला, माया गरिदिनु होला भन्दै। अनि यता चाहिँ के को पसल रहेछ दाइ? के छ हौ हालखबर? एकदम ठिक छु मामी। दाइको पसलमा आएको छु। दाइले त अब पहिला त गाडी पो कुदाउनु हुन्थ्यो त हो अनि तपाईँ होइन? गाडी बेचिसक्नु भयो, अहिले अलि सब्जीमा लाग्नु भएको है। ल हेर्नुहोस् है, दाइले चाहिँ पुरा सब्जीहरू चाहिँ बेच्ने रहेछ। तपाईँहरूलाई चाहिँ यस्तो ताजा ताजा सब्जीहरू छन् बिहिबारेमा। हाम्रो